यो घटना चाहिँ महेन्द्र हाइवे पछिदेखि कालीपोखरीको बिचमा भएको हो। कस्तो सरी तपाईले राइट हानेको देखेन तपाईँ के हेलिकप्टर उड्ने हो माथि आकाशमा उड्ने हो के हो दाइ यहाँ सुन्नु यहाँ सुन्नु है म ससुराल हिँडेको मान्छे उहाँ कहाँ हिँड्नु भएको छ उहाँ आफ्नो कामले हिँड्नु भएको छ होइन तपाईँले विस्तार गरेको भए उहाँ यस्तो हुनुपर्छ अहिले उहाँको रोजीले चाहिँ बसमा ओभरटेक गर्दाखेरि उहाँ कहाँ मिटिङको लागि हिँड्नु भएको आसन्दमा हिँड्नु भएको होइन उहाँको कपडा र दाजु उहाँ अब सरी होइन मैले पनि जानेर बोलाएँ लाइट हानेको देख्नु हो कि होइन लाइट हानेको देखेँ कि अनि देखेपछि अलिक स्लो गर्नुपर्छ पर्दैन बाटो हामीले छोड्नुपर्छ पर्दैन यस्तो ठाउँमा अनि हामी कसरी जाने सरी मात्र भनेर भएन कि है तपाईँले भित्रबाट नि होइन यहाँ हिँड्ने लाइट दिइरहेको छ ओभरटेक तपाईँले त आफै भन्दाखेरि न मैले मान्छेले गाडीको नाम के हो अलिकति यो बाटो हिँड्दाखेरि अलिक केयर गरेर तपाईँलाई अब हामीले एक टाइम दियौँ होइन हामी कतै गर्नु पर्यो तपाईँ भित्र मनबाट सरी भन्नु पर्यो बाइकमा हिँड्ने मान्छेलाई तपाईँ सम्मान गर्नु पर्यो क्या टाकेको लागि मान्छे हिँड्नु हुन्छ होइन कहिले पनि यस्तो ग्राभेल बाटोमा हेरेर कुद्छु है मैले कहीँ भनेको हो मैले सरी 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 म फेरि गाडी रोकिरहेको छु तपाईँलाई बाटो छोड्ने जबरजस्ती यहाँ हेर्दा हामी ट्राफिक मार्फत पनि जाँदैनौँ तपाईँ सरी भन्नु पर्यो होइन